नमस्ते। आज चाहिँ हामी रकेट उडाएको हेर्न जान लागेको। यो चाहिँ फ्लोरिडाको क्याप क्यानलबाट उडाउन लागेको छ। हाम्रो चाहिँ घरबाट त्यो ठाउँ चाहिँ 2.5 आवर्स छ। आज नासाले चाहिँ एउटा ठुलो रकेट यो मुनको सर्फेसमा वरिपरि घुम्न जान लागेको छ। त्यसमा 4 जना क्रू पनि छ, एस्ट्रोनट्सहरू। एटमिस 2 रकेट भन्दै चाहिँ यो मुनमा पठाउने रकेट हो, तर यसपालि यो पटक चाहिँ उनीहरू ल्यान्ड गर्दैन, खालि घुमेर मात्रै आउँछ अरे। अनि त्यो भएर हामी हेर्न जान लागेको। 10 डेजको लागि रहेछ। फ्लोरिडाको आकाश चाहिँ एकदमै राम्रो देख्छ क्या। समुद्रको छेउमा भएर पनि होला होइन, मौसमको छेउमा भएर। यो जिपिएसले अब कस्तो राम्रो राम्रो रहेछ बिच हाउस। ठ्याक्कै उता पनि पानी, यतापट्टि पनि पानी। यहाँ रोके पनि हुने रहेछ ल, यहाँनिर पार्किङ। It is actually connected so that way the gap between the crew access arm and the crew module, and well, I guess that's the LAS there, is covered, but they're about to remove that so that the crew access arm is not connected. अहिले चाहिँ हामी सिल्भरसन भन्ने ठाउँबाट यो सिल्भरसन इनलेट क्रस गरेर उता एटलान्टिक ओसनतिर जाँदैछौँ। अहिलेदेखि यहाँ मान्छेहरू लाइन लाएर हामीलाई बसिसक्यो यो समुद्रको छेउछाउतिर। यहाँबाट 15 मिनटमा चाहिँ हामी त्यहाँ पुग्छौँ होला, तर लन्च हुनु अझै 1 घन्टा टाइम लाग्छ। Which brings me to that subject because currently our hearing the launch team is working an issue that was reported out. There's an issue apparently with the battery on the LAS. System. A temperature for is out of range, and Orchid it's Island. not a constraint for launch right now. हामी त खालि त्यो वेस्ट मामिसहरुतिर उता ठाउँतिर That मात्रै हेरेको temperature भएर is मास्टर checked हेर्दाखेरि inside चाहिँ the नयाँ ठाउँ लाग्यो TMS experience, which is inside of terminal count. So right now the team is working some troubleshooting on this issue. एकदम आफ्नो आँखाले प्रत्यक्ष हेर्न पाउँदा साह्रै नै खुसी छु। अब एटलान्टिक ओसन देखियो। ल अब हामी आएर बस्यौँ यहाँ। अब कुर्नुपर्छ एकछिन, अब आधी घन्टा जति अझै कुर्नुपर्छ लन्च भएको हेर्नुलाई। सबैलाई त पुरा हावाले हान्छ छोपिसक्यो, सबै टाउको सबै छोपिसक्यो। So with all of that OSC, then are we going to go configuration per your LCC? Yes, sir. Recommendation would be go. Okay. LP, you concur with that? Yes, sir. LP concurs go. And launch director? Yes, sir. Launch director concurs go. अब रकेट लन्चको टाइम हुनु लाग्यो। मान्छेहरू धेरै आइसक्यो समुद्रको छेउमा हेर्नको लागि। अब यो माथिको including perhaps even Mars. That is years away, but this is the beginning, and we could see that history being made within 9 minutes and 11 seconds right there. 9 minutes, the countdown resumes. Coming up in about 20 seconds, we're listening for go for purge sequence 4. That's a helium purge of the 4 core stage engines downstream of the propellant valve. This gets all the air and moisture out of there. 1 मिनट बाँकी छ रकेट लन्च हुनलाई। यो लाइभ भ्यू हो। यहाँ हामी एटलान्टिक ओसन समुद्रको छेउमा बसेर
हेर्दैछौँ 1 मिनट पनि छैन होला हेरौँ ओ इट्स फार अवे अब यहाँ रकेट लन्च गयो पर माथि देखियो दिनु त तर धेरै टाढा भएको राम्रोसँग चाहिँ देखिएन हामी अझै 30 माइल जति टाढा भएको भएर ती प्रष्ट चाहिँ देखेन तर यही हो आर्टेमिस भन्ने यो रकेट चाहिँ अहिले चन्द्रमामा जाँदैछ 4 जना एस्ट्रोनटहरू लिएर चन्द्रमाको परिक्रमा गर्नलाई जानु लागेको हो यो चाहिँ एपोलो पछिको यो सेकेन्ड मुन मिसन हो झन्डै 50 वर्ष अगाडि एपोलो मिसनले चाहिँ चन्द्रमा मान्छे पठाएर ल्यान्ड पनि गरेको थियो यो चाहिँ अहिले 50 वर्षपछि आर्टेमिस भन्ने मिसन भइरहेको छ यो चाहिँ आर्टेमिस 2 हो फर्स्टमा चाहिँ विदाउट मान्छे चन्द्रमा परिक्रमा गर्नु पठाएको थियो झन्डै 2-3 वर्ष अगाडि अनि अहिले यो सेकेन्ड चाहिँ विथ एस्ट्रोनट्स 4 एस्ट्रोनट्स बोर्ड चन्द्रमा परिक्रमा गर्नु जाँदैछ अनि त्यसपछि आर्टेमिस 3 चाहिँ एक्चुअल चन्द्रमामा ल्यान्ड गर्छ अरे अनि ल्यान्ड गरेर त्यहाँ चाहिँ बेस बनाएर बस्छ भनेको छ त्यो कहिले हुन्छ थाहा छैन तर यही हो अब गयो चन्द्रमामा रकेट आर्टेमिस रकेट गयो आर्टेमिस रकेट गयो मजाले 10 मिनटमा चाहिँ यसले पृथ्वीको एटमोस्फियर छोडेर अर्बिटमा पुग्छ अरे 10 मिनटभित्रमा I can't see anymore. Yay! Let's go! यो सबै धुवा तल रकेट लन्च भएको धुवा हो यो तल यसरी ल रकेट लन्च भयो हामी चाहिँ रकेट लन्च हेरिसकेर घर फर्किँदैछौँ अनि यहाँ बाटोमा एकदम राम्रो सनसेट पनि देखियो अहिले हामी वेस्टतिर ड्राइभ गरिरहेको भएर सनसेट एकदम राम्रो देखियो यहाँबाट